सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। के तपाईँ आनन्दबाट वञ्चित हुनुहुन्छ? यूहन्ना 10:10। तपाईँको फोक्सोलाई फस्टाउनको लागि अक्सिजन चाहिन्छ, तपाईँको शरीरलाई फस्टाउनको लागि खाना चाहिन्छ, अनि तपाईँको प्राणलाई फस्टाउनको लागि आनन्द चाहिन्छ। कोही व्यक्ति आनन्दबाट वञ्चित भएको छ भनी कसरी भन्न सकिन्छ? तिनीहरू कस्ता देखिन्छन् त? तिनीहरूले के भन्छन् भन्ने आधारमा त्यो कुरा थाहा पाउन सकिन्छ। एकजना बाइबल शिक्षकले भनेका छन्, जब मैले यूहन्ना 10:10लाई बुझ्न थालेँ, मैले बुझेँ कि शत्रुले मलाई भौतिक चिजहरूको आनन्द लिनु महत्त्वपूर्ण छैन भन्ने सोचको छलमा पारेको थियो। मैले निश्चय नै झुटो रूपमा विश्वास गरेको थिएँ कि मैले रमाइलो गरिरहेको छ भन्ने त्यहाँ केही गडबड थियो। पक्कै पनि मैले पर्याप्त मेहनत गरिरहेको थिइनँ। मेरो बुवाले जीवनको आनन्द उठाएको मैले कहिले देखेको थिइनँ र अरूले आनन्द मनाउँदा उहाँलाई झोक चल्थ्यो। त्यसैले आनन्द गलत हुनुपर्छ भन्ने सोच्दै म हुर्केँ। मैले ठुलो स्वरले हाँस्दा मलाई चुप लाग्न भनिएको सम्झना छ। 17औं शताब्दीका लेखक मेडम गियोरले भनेकी छिन् कि परमेश्वरको प्रत्येक सन्तानको लागि उत्तम बोलावट भनेको परमेश्वरमा आनन्द मनाउनु हो। मलाई याद छ, मैले पहिलो पटक यो कुरा पढ्दा मबाट कस्तो गह्रौँ बोझ हट्यो। म परमेश्वरलाई प्रसन्न तुल्याउन यति कडा मेहनत गरिरहेको थिएँ कि उहाँमा सजिलै आनन्द मनाउने विचार मेरो मनमा कहिल्यै आएको थिएन। मैले यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। मैले उहाँ र उहाँले दिनुभएको जीवनको आनन्द उठाएको परमेश्वरले चाहनुहुन्थ्यो भने थाहा पाउन अघि म 20 वर्षभन्दा बढी समयदेखि चर्चको समर्पित सदस्य रहिआएको थिएँ। के तपाईँले पनि यस्तै अनुभव गर्नुभएको छ? यदि त्यसो हो भने तपाईँको जीवनमा केही परिवर्तन गर्ने समय यही हो। दोषी महसुस नगरी कामबाट विश्राम लिनुहोस्। तपाईँ विश्राम लिएर ताजा बन्नुहुँदा तपाईँ अझै धेरै उत्पादनशील बन्नुहुनेछ। मनोरञ्जन अनात्मिक होइन, काम र विश्रामका बीचमा सन्तुलनमा रहनु आवश्यक छ। हामी एक द्रुत गतिमा हाकिएको तनावपूर्ण समाजमा जिउँदैछौँ, तर तपाईँ परिवर्तन हुन सक्नुहुन्छ। यसकारण यदि तपाईँले आनन्दित बन्ने छनौट गर्नुभयो भने तपाईँ आनन्दित बन्न सक्नुहुन्छ। परमेश्वरले तपाईँहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हो। जय मसीह।